महिनावारी हुँदा हिन्दू समाजमा मन्दिरमा प्रवेश नगर्नु भन्ने गरिन्छ। हाम्रो समाजमा महिनावारी हुँदा मेन्सुरेन्स हुँदाखेरि चाहिँ महिलाहरू केटी मान्छेहरू स्त्रीहरू मन्दिरमा प्रवेश गर्न हुँदैन। यो चाहिँ नछुने भएको बेलामा मन्दिर जान हुँदै हुँदैन, पूजापाठ गर्न हुँदै हुँदैन भन्ने परम्परा हाम्रो समाजमा बसिरहेको छ। तर शास्त्रका अनुसार यदि तपाईले शास्त्रलाई पढ्नुभएको छ, हाम्रो धर्मशास्त्रलाई वास्तविक रूपमा पढ्नुभएको छ, बुझ्नुभएको छ भने आज तपाईले यो कुरालाई स्वीकार्नुहुन्छ, महिनावारी हुँदा हिन्दू समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छँदै छैन। पर बस्नु भनिन्छ है। पर बस्नु भनेको यो महिनावारीमा दिएको छुट्टी हो। तिम्रो शरीरबाट रगत जाँदा तिमी कमजोर हुन्छौ भनेर आराम गर्नका लागि दिएको छुट्टी हो। प्राचीन संस्कारको संस्कृति पछाडिको ज्ञान हेर्ने र बुझ्ने गरौँ। महिनावारीमा तिमी कोही एकभन्दा अपवित्र कहिले हुँदैनौ। मन्दिरभन्दा पवित्र हुन्छौ तिमी, मन्दिरभन्दा संवेदनशील हुन्छौ तिमी। पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर घरदेखि टाढा हुन्छ, अथवा परापूर्व कालमा पहिले घरदेखि मन्दिर टाढा बनाउने चलन, डाँडामा जङ्गलको बीचमा चुट्टीमा बनाउने चलन थियो। फेरि मन्दिर जानु भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्रै होइन, मन्दिर जाँदा निराहार बस्नुपर्छ, शुद्ध भएर जानुपर्छ, जसले गर्दा पिरियड भएको बेला, महिनावारी भएको बेलामा गाह्रो हुन्छ भन्ने अर्थमा व्याख्या गरेको दर्शकवृन्द केही व्यक्तिले स्वार्थका लागि, आफ्नो स्वार्थका लागि अपव्याख्या गरेर यो परम्परा विकसित हुँदै गएको हो। त्यसैले महिनावारी हुँदा मन्दिर नछिर, मन्दिरमा पूजाआजा नगर भनेर कुनै पनि हाम्रो धर्मशास्त्रले बताएकै छैन। महिनावारीमा मन्दिर निराहार निर्जल जाँदा, घन्टौँ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्न सक्छ। तिमी झन् कमजोर हुन्छौ भनेर मन्दिर नआऊ भनेको हाम्रो शास्त्रले। कालान्तरमा यो निषेधको रूपमा विकसित भयो, निषेधका रूपमा बुझियो र परिवर्तन त्यही अनुसार भयो। भारतमा कामाख्या मातालाई नै पिरियड भनिन्छ, पिरियड हुन्छ भन्ने कुरा शास्त्रमा लेखिएको छ। तपाईले कामाख्या माताको मन्दिरमा जानुभएको छ भने त्यहाँ विशेष गरेर सोध्नुस्, बुझ्नुस्, कामाख्या मातालाई नै पिरियड हुन्छ। हिन्दू समाजमा नारी देवी हुन्। यदि नारीले हिन्दू धर्म संस्कार संस्कृति जोगाउन नसके एउटा युग गुमाउनेछन्, शास्त्रले यो भनेको छ। तिमी महिनावारीमा अछुत र अयोग्य हुँदै हुँदैनौ। तिमी मन्दिर जाँदा पवित्र हुन्छौ। पवित्र बनाउने, मन्दिर बनाउने, मन्दिर सजाउने अथवा मन्दिर सजाउने र मन्दिर बनाउने मान्छे जन्माउने तिमी नारी कसरी अपवित्र हुन्छौ भनेर शास्त्रमा बताएको छ। जुनसुकै बेला पनि तिमी मन्दिर छिर्न सक्छौ नारी भनेर शास्त्रले व्याख्या गरेको छ। जुन कुरा हाम्रो समाजमा छ त्यो गलत हो। त्यसैले तपाईँ मन्दिर प्रवेश गर्न सक्नुहुन्छ। महिनावारी हुँदा सफा